हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ हामी टक्क लाएर लुबु जाँदैछौँ। आफ्टर लङ टाइम हाम्रो चाहिँ यहाँनिर भ्लग चालु हुँदैछ। मेरो चाहिँ यो च्यानल नयाँ हो, प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु है त यो मेरो च्यानललाई। अब हामी चाहिँ के गर्छौँ देखाउँछौँ है त। राजाबासी अलिक भित्र जानुपर्छ। ठाउँको नाम चाहिँ अर्कै छ तर नजिकै पर्छ क्या। त्यही हुँदा पनि हामी कहिले के छ त अनि धरन आउनुलाई टाढो कत्रो छ त? टाढो छ त, जङ्गलको बाटो काट्नै पर्छ उसले। एयरपोर्ट आनन्द छ गाइज। बिहान आएर बुद्ध एयर अरे उनीहरूको चाहिँ ठ्याक्कै काला बन्जर भन्ने ठाउँमा हो। ठ्याक्कै काला बजार हो। काला बजार काला बजार हो। तर उसको घर पुग्न चाहिँ राजाबासी पुग्नु पर्दैन। बाङ्गे बजार पहिला पहिला भन्थ्यो त त्यसले, त्यो उयो चारोहरू किन्नु जाने। हामीले पनि त्यस्तो चारो हामी चाहिँ त्यहाँदेखि आएको, बाटो बिग्रेको भएर यस्तो लास्टमा के आइपुग्यो भन्नु नि। यहाँ तल चाहिँ यस्तो रहेछ, यहाँ यस्तो छ। अब यहाँ काठबाट छिराउने। मैले के हेल्प गर्नुपर्छ? पर्दैन पर्दैन, तर उता त जानै पर्ने हो कि हो। ओइ ओइ ओइ, स्कुटी मात्र जान्छ कि फेरि गइरहेछ कि सिधा गर्नु पर फर्क्यो। तर कसरी लानु त? तपाईँ अगाडि जानु, म पछाडि समाइदिन्छु अनि उस गर्नु। अनि म त तल लडिहाल्छु नि। त्यो पनि जिन्दगीमा नठेले त्यसले छैन। कसरी पार गर्ने यार? अनि त यहाँ मान्छे हिँड्दै थियो त, कसरी हिँड्नु? मान्छे त मतलब बाइक नै हिँड्दै थियो त। मैले बाइक हिँडेको देखेरै त आएको। तिनीहरूले त खेलेर बङ्गे स्कुटी माया मार्ने होला नि। अहिले मान्छे पनि ब्याङबुङ जान्छ अनि गयो। ओइ त्यो ह्यान्डल लिएर फर्क्यो। फाइनली गाइज यत्रो बाटो कटाउन यत्रो उस भयो यहाँनिर हामीलाई। अब अगाडि अझै कस्तो कस्तो नमुना भेटिने हो। एकछिन है, म गाडी गएँ ल। म साथीहरू तपाईँहरूलाई बाटो नि लिएर हिजो राति आएको भए त हामी त झन् बिजोक हुने रहेछ। नआएकै बेस्ट भएछ। कुन्ताना नडराउने मान्छे है। अब कहाँ लेफ्ट कि राइट? अब लेफ्ट यतै जान्छ।
राइट गाउँघरि गाउँ चाहिँ हाम्रो पहिला पहिला त गाउँ रोप्थ्यो पछि पछि रोप्ने हाम्रोमा बरु पछि पछि चाहिँ रोप्न थालेको थियो हाम्रोतिर चाहिँ पहिला पहिला चाहिँ रोप्थ्यो गाउँ रोप्थ्यो अब त मलाई प्रपर थाहा छ अब थाहा भयो यो निचोको कडा सिक्ने ठाउँ कहाँनिर यो हिलो र बालुवा हो बालुवामा कस्तो हुन्छ भन्नु न बा बस्छ गर्छ अघि लाउँछ सिधै हो त यता गयो भने लु यता हो एक घन्टा त त्यहाँ पुल वेस्ट भयो आएको भए त अन्त बर्बाद हुने पुग्यो है साथीहरू धेरैवटा दुःख कष्टहरू भोलिगरी एप्पल आएर बजेको कि बसिरहेको थिएँ घर चाहिँ उता छ यही घर त्यसै ब्लु घर घर आयो हामी आउँदा चाहिँ यिनीहरू लुबु बजार गएका थिए दुईजना डोनट लिनु एकजना चाहिँ सुतिरहनु भएको थियो मैले आएर उठाएँ यता चाहिँ हामीभन्दा अलि अगाडि आएको यो चाहिँ साइली दिदीको के भइरहेको दुईजना चाहिँ चिया बनाएर खुवाउने भन्ने अलिक सुत्ने ओइ ढोडे चिया बनाइदिन्छौँ भन्ने अनि यहाँ मस्त सुत्ने यो चाहिँ अनिताले फलाएको यस्तो आलु चाहिँ फलिरहनुपर्छ है साथै बिचरा एउटा भाइलाई माया गर त एउटा भाइलाई माया गर है सबैभन्दा सानो भाइलाई पुन्टुरे भाइलाई खै मलाई चाहिँ खै